सबैले भन्नुहोस् नव दुर्गा भवानीको समस्त भक्तजनहरूको आदरणीय भक्त सज्जनहरू, आज हामी यो नवदुर्गाको पहिलो दिन घटस्थापनाको दिन साँच्चै दुरात्माहरूको हरण गरेर देवीलाई सबै देवताहरूले आमाको रूपमा स्थापित गरेर तिनै भगवतीलाई पुकार गरेर विशेष गरी चौथो दिनको दिन देवताहरूले ती देवीलाई पुकार गरेका कथाहरू आउँछन्, जुन नवरात्रको चौथो दिन भनेर भनिन्छ। र तिनै देवी समस्त दुर्जनहरूले देवताहरूलाई आपद विपद पारेर तत्र लगटिरहेको अवस्थामा तिनै देवी तिनै आमालाई प्रार्थना गरेर देवताहरूले पुकार्दै आएको र विशेष गरी दैत्यहरूको संहार गरेर एउटा देवी भगवतीको शक्तिले शान्ति स्थापना गरेको हुनाले त्यसैलाई विजय दशमीको टीकाको रूपमा ग्रहण गर्ने चलन छ। र विशेषतः यसले के सन्देश दिन्छ भने आफूभित्र रहेका प्रत्येक मान्छेमा रहेका नराम्रा चिजहरू नाश गर्ने दिनलाई पनि विजय दशमीको टीकासँग जोडिएको हुन्छ। र तिनै देवीको पूजा आराधना गरेर यो नवदुर्गा मनाउने कार्यक्रम हुन्छ। त्यसै क्रममा आज कोटमा जमराहरू राखेर घटस्थापना गरेर गर्ने कार्यक्रम अन्तर्गत आज हामी पनि पहिलो दिन यस कल्पेश्वर महादेव मन्दिर अर्थात् यस मन्दिर परिसरमा सबै भक्तजनहरूको बिचमा जम्मा भइरहेका छौँ। यहाँहरू सबैले भक्ति अथवा तिनै देवीको स्तुति आराधना गरेर सबै किसिमका दुर्व्यवहार दुर्जनहरूलाई नाश गर्ने दिनको रूपमा यहाँहरू हामी सबैलाई भोलिका सुदिनहरूको बाटो दोहोऱ्याउनेछ भन्ने शुभकामना सहित तिनै देवीको भजन कीर्तनबाट हामी आराधना गर्न गइरहेका छौँ। सबैले भन्नुहोस् नवदुर्गा भवानीको कात्यायनी देवीको शैलपुत्री देवीको नवदुर्गा भवानीको जय हो जय जय देवी तिम्रो मन्दिरमा जय जय
जय होस् जय होस् जय होस् जय जय होस् नवदुर्गा भवानीको जय जय होस् जय होस् जय होस् जय जय सबैले भन्नुहोस् नवदुर्गा भवानीको हरि जय होस् जय होस् जय जय होस् जय होस् जय होस् जय जय होस् चण्डा मुण्डा विनाशिनी जय जय होस् जय होस् जय होस् जय जय होस् चण्डा मुण्डा विनाशिनी जय जय होस् जय होस् जय होस् जय जय नवदुर्गा भवानीको चण्डमुण्ड विनाशिनी देवीको कस्ती देवी भने साँच्चै यो दुनियाँलाई दुःख दर्द दिइरहेका राक्षसहरूलाई
कालको पासो बनेर आइरहेकी देवी, त्यस्तै देवीलाई देवताहरूले पटक पटक प्रणाम गरेर हाम्रो प्राणको रक्षा गरिदिनुहोस् हे देवी भनेर एउटा देवीको प्रार्थना गरेर जुन एउटा बाघमाथि बाघलाई वाहन बनाएर सवार गरेको आदिशक्ति भवानी देवी जब प्रादुर्भाव भएर त्यहाँबाट दुष्ट दैत्यहरूको नाश गर्न आफ्नो अवतार लिएर आउनु भएको भन्ने विशेषतः दुर्गा सप्तशती चण्डीमा वर्णन गरिएको छ। देवी श्रीमद् देवी भागवतमा पनि तिनै कुराहरूलाई अलिकति लग्नाएर प्रस्तुत गरिएको हुन्छ। विशेषतः यहाँहरू प्रत्येक आमा दिदीबहिनीहरू बिहान आएर यहाँ पाठ पारायण सुनिरहनु भएको छ र यहाँहरूको त्यस्तो चाहना भएमा विशेषतः यहाँ सम्भवतः भोलिदेखि दिनको 1 अध्याय त्यसको अर्थसहित यहाँहरूले सोध्ने त्यस्तो समय मिलाउन सक्नुभयो भने त्यो पनि यहाँहरूलाई त्यसका अर्थसहित पनि बस्किने जमरको पक्का पनि भक्तजनहरूले गर्नुहुनेछ भन्ने म यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु। भन्दै बाँकी फेरि तिनै नवदुर्गा भवानीको भजनबाट हेरी देवी तिम्रै नाउँमा सङ्घार बजे ठाउँ ठाउँ ओ देवी तिम्रै नाउँमा सङ्घार बजे ठाउँ ठाउँ ओ देवी तिम्रै नाउँमा सङ्घार बजे ठाउँ ठाउँ ओ देवी तिम्रै आदिशक्ति भवानी को हे रामलाई बची मैना
र रामलाई अघि लाउँला भनेर त्यसरी भगवानहरूले सबै देवताहरूले ल राम भगवानलाई अघि लगाएर हामी यो दुष्टहरू दुष्ट दैत्यहरूलाई नाश गर्नेछौँ भनेर भनिसकेपछि अनि मसँग भन्दा पनि देवीसँग शक्ति धेरै भएको हुनाले यो तपाईँहरूको उद्धार गर्नको लागि तपाईँहरूले मलाई अगाडि लाउनु भयो, मैले फेरि देवीलाई अगाडि लाउँछु भनेर अनि सीतालाई अगाडि त्यसो भएर सीताराम भन्ने चलन छ नि, पहिला रामभन्दा पहिला सीता भन्ने चलन छ, ती कुराहरू जोडिएका हुन्छन्। र अनि त्यसपछि राम भगवानले देवताहरूले रामलाई पुकार्दाखेरि रामले हामीमा भन्दा देवी तिमीमा शक्ति छ, तिमी सत्य छौ र दुष्टहरूको संहार गर्न तिमीले मात्रै सक्छौ, त्यस्तो हातमा खड्ग लिएकी परशु लिएकी त्यस्ती देवी तिमी नै अगाडि लाग्नुपर्छ भनेर अनि अगाडि लगाएपछि देवीले आफ्नो रूप लिएर दुष्ट दैत्यहरूको नाश गर्नको लागि अगाडि बढेको भन्ने सुनिन्छ। त्यसै भएर जस्तो पहिला यहाँ सीताराम भनिन्छ, राम सीता भन्दा सीताराम नै भनिएको हुन्छ। र आदिशक्ति त्यस्तै आदिशक्ति दुर्गा भवानीको भजन कीर्तन ठाउँमा हरि देवी तिम्रै नाममा भजन कीर्तन हे देवी तिम्रै नाममा पूजा ठाउँ ठाउँमा देवी तिम्रै नाममा पूजा ठाउँमा देवी तिम्रै नाममा पूजा ठाउँमा देवी तिम्रै नाममा
भवानी को, जगदम्बा भवानी को। हे हरि, हे हरि, तिम्रै शिरोभार रक्षा गर भवानी, तिम्रै शिरोभार रक्षा गर भवानी, तिम्रै शिरोभार रक्षा गर दुर्गा भवानी को, दुर्गति नाशिनी भगवती को, कालरात्रि महाकाली देवी को, चंडमुंडा विनाशिनी देवी को।